नमस्कार। अहिले म नेपालमा समावेशीकरणको कसरी दुरुपयोग भइरहेको छ भन्ने सन्दर्भमा यहाँहरूका बीच केही कुराहरू राख्न चाहन्छु। नेपाली समाज बहुजातिक, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज हो। तर सन् 1768 मा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे। नेपालको भौगोलिक एकीकरण पृथ्वीनारायण शाहबाट भए पनि नेपालको सामाजिक सांस्कृतिक एकीकरण हुन सकेको थिएन। नेपालमा बेला बखतमा भएका आन्दोलनहरू 62-63 को जनआन्दोलन, 10 वर्षे जनयुद्ध यी सबै स्वभाव, प्रकृति र चरित्रका आन्दोलन सङ्घर्षहरूले नेपाली समाजलाई सामाजिक ढङ्गले बदल्नु पर्दछ, सांस्कृतिक ढङ्गले बदल्नु पर्दछ। समाजका यी सबै प्रक्रियाहरूमा रहेको असमान शक्ति सम्बन्ध परिवर्तन गर्नुपर्दछ भन्ने मान्यता स्थापित गरे। फलत 2063 सालमा जारी भएको अन्तरिम संविधानले पनि सामाजिक समावेशीकरणको सिद्धान्त र त्यसका आधारमा प्रतिनिधित्व गर्ने कुरालाई स्वीकार गर्यो। 2072 सालमा जारी भएको हाम्रो संविधानले पनि सामाजिक समावेशीकरणको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई स्वीकार गरेको छ। नेपालमा स्थानीय तहको निर्वाचन भएको छ, प्रदेशको निर्वाचन भएको छ, सङ्घको निर्वाचन भएको छ। 2 पटकसम्म यी तीनै तहका निर्वाचनहरू भएका छन्। यी तीनै तहका निर्वाचनहरूमा हामीले समानुपातिक प्रतिनिधित्व र समावेशीकरणको कुरा अभ्यास गरेका छौँ। अब यसमा के देखिन्छ भन्दा सामाजिक समावेशीकरण किन चाहिन्छ भन्दा परापूर्व कालदेखि जसले लैङ्गिक विभेद भोग्नु पर्यो, जसले जातीय विभेद भोग्नु पर्यो, जसले सामाजिक सांस्कृतिक विभेद भोग्नु पर्यो, यी सामाजिक, राजनीतिक, सांस्कृतिक प्रक्रियामा र त्यसको शक्ति सम्बन्धमा पछाडि पारिएका तह र तबकालाई मूल प्रवाहीकरण गर्नको लागि सामाजिक समावेशीकरणको सिद्धान्त अगाडि सारिएको हो। तर नेपालमा सामाजिक समावेशीकरणको प्रयोग राजनीतिक दलका नजिक भएका तह र तबका, राजनीतिक दलका आफन्त, राजनीतिक दलका नातेदार र राजनीतिक दलका परिवारका सदस्यहरूका लागि यो कामयाबी साधन बनेको छ। यो समाजको राजनीतिक, सांस्कृतिक र आर्थिक प्रक्रियामा बहिष्करणमा पारिएका समुदायहरूलाई अगाडि ल्याउनको लागि यसको प्रयोग गर्नुको सट्टा समाजका शक्ति सम्पन्न अभिजनहरू, तिनका परिवारका सदस्यहरू, तिनका नातेदारहरू, तिनका आफन्तहरू, तिनका कोटेरीका मान्छेहरूलाई नीति निर्माण गर्ने तहमा ल्याउने, अवसर प्रदान गर्ने सन्दर्भमा यो सिद्धान्तको प्रयोग हुन थालेको छ, जुन भद्दा हो, भद्दा परेको। यो भद्दा परेकोलाई हामीले अविलम्ब हटाउनु पर्दछ। सामाजिक समावेशीकरणको मूल्य मान्यतालाई हामीले समाजको हरेक क्षेत्रमा पछाडि पारिएका तह र तबकालाई मूल प्रवाहीकरण गर्नका लागि यसको प्रयोग गर्नुपर्दछ। अनि मात्र सामाजिक समावेशीकरणको सिद्धान्तले गतिशीलता प्राप्त गर्दछ, हाम्रो लोकतन्त्र सबल र समुन्नत हुन्छ। संयुक्त राज्य अमेरिकामा विभेदमा पारिएका समुदायहरूलाई अगाडि ल्याउनको लागि सकारात्मक विभेदको कुरा, सामाजिक समावेशीकरणको कुरा अभ्यासमा छ। हाम्रो छिमेकी देश भारतमा पनि यो कुरा अभ्यासमा छ। त्यसै गरी विश्वका विभिन्न मुलुकहरूका राष्ट्रिय कानुन, संविधानमा यो कुराको व्यवस्था भएको छ। समाजमा रहेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विभेदलाई उन्मूलन गर्नको लागि 10 डिसेम्बर 1948 मा संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी घोषणापत्र जारी भएको थियो। त्यो घोषणापत्रलाई कार्यान्वयन गर्नका लागि सन् 1966 मा नागरिक राजनीतिक अधिकार, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार विषयक
अभिसन्धिहरू आए। त्यसै गरी संयुक्त राष्ट्रसङ्घले थुप्रै सन्धि महासन्धिहरू निर्माण गरिरहेको छ र राष्ट्रिय कानुनमा पछाडि पारिएका तह र तबकालाई मूल प्रवाहीकरण गर्नको लागि राज्यको मूल कानुन संविधानले पनि ती मूल्य मान्यताहरूलाई आत्मसात गरेको देखिन्छ। व्यवहारमा प्रयोग गर्दा राजनीतिक दलको नीति निर्माण गर्ने ठाउँमा समाजको असमान शक्ति सम्बन्धमा रमाइरहेका तह र तबकाहरूकै वर्चस्व रहेका कारण सामाजिक समावेशीकरणको सही ढङ्गले सदुपयोग हुन सकिरहेको छैन। उनीहरूका नातेदारहरू, उनीहरूका आफन्तहरू, उनीहरूका कोटेरीका मान्छेहरू भर्ती गर्ने थलो र साधन बनिरहेको छ, जसले लोकतन्त्रलाई भद्दा बनाउँछ। हामीले सामाजिक लोकतन्त्रलाई, समावेशी लोकतन्त्रलाई व्यावहारिक र जीवनसँग गाँसेर लैजानको लागि राज्यका नीति निर्माण गर्ने ठाउँमा पछाडि पारिएका समुदायहरूलाई, पछाडि पारिएका जनसमूहहरूलाई मूल प्रवाहीकरण गर्नुपर्दछ, अनि मात्र हाम्रो लोकतन्त्रले सार्थकता पाउने हो। तर अहिले हाम्रो समाजमा के हो भन्दा कानुनमा व्यवस्था छ, संविधानमा व्यवस्था छ। कानुन र संविधानमा भएको व्यवस्थालाई बदनियतपूर्ण ढङ्गले राजनीतिक दलको नीति निर्माण गर्ने ठाउँमा रहेका नेतृत्व पङ्क्तिबाट त्यो बदनियत ढङ्गले प्रयोग भइरहेको छ। हामीले यो कुरालाई रोक्न सक्नु पर्दछ। यो तृणमूल तह, आधारभूत तहमा रहेका जनसमूहहरू जो राजनीतिक गतिविधि र क्रियाकलापमा संलग्न छन्, उनीहरूको सामाजिक राजनीतिक पुँजी निर्माण गरेर नीति निर्माणका ठाउँमा उनीहरूको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दा सामाजिक लोकतन्त्रले सार्थकता प्राप्त गर्दछ। तर हाम्रा सन्दर्भमा यी कुराहरूलाई ध्यान दिने गरिएको छैन। त्यसैले सामाजिक सङ्घ संस्थाहरूले जनओकालतको माध्यमबाट संविधानमा भएका कुराहरू, कानुनमा भएका कुराहरू कार्यान्वयन गर्न अगाडि जानुपर्दछ। अब सामाजिक सङ्घ संस्थाहरू, ओकालत गर्ने सङ्घ संस्थाहरूमा पनि अभिजनहरूको वर्चस्व अथवा लैङ्गिक ढङ्गले पुरुषहरूको वर्चस्व, जातीय ढङ्गले तथाकथित अरूको वर्चस्व, आर्थिक ढङ्गले हुने खानेहरूको वर्चस्व रहेका कारण सामाजिक सङ्घ संस्था र तिनको नेतृत्व पङ्क्तिले पनि लैङ्गिक विभेदमा परेका, जातीय विभेदमा परेका, सामाजिक विभेदमा परेका जनसमूहको पीडा र समस्यालाई सहज ढङ्गले अनुभूति गर्न सकेको देखिँदैन। त्यसैले सामाजिक सङ्घ संस्थाहरूले नीतिगत प्रभावका माध्यमबाट आधारभूत तहका जनसमूहहरूलाई सशक्तिकरण गर्दै उनीहरूको हक अधिकार प्राप्तिका लागि अगाडि लैजानु पर्दछ। उनीहरू सचेत भए, उनीहरू सशक्त भए भने उनीहरूले आफ्ना हक अधिकारका कुराहरू सजिलै स्थापित गर्न सक्दछन्। हाम्रो लोकतन्त्रमा रहेका यी समस्या, यी खराबीहरूलाई दूर गर्नको लागि नागरिक समाज सङ्घ संस्थाहरूको भूमिका प्रबल बनाउनु पर्दछ। राजनीतिक दलहरूमा प्रोग्रेसिभ रियलाइजेसनको भावना आउन जरुरी छ, किनकि हामीले कानुन र संविधानमा व्यवस्था गरेको कुरा व्यवहारमा अक्षरशः पालना गर्नुपर्छ भन्ने प्रगतिशील सोचाइ र दृष्टिकोण र व्यवहार आयो भने हाम्रो लोकतन्त्रले थप गति प्राप्त गर्न सक्दछ। त्यसैले हाम्रो लोकतन्त्रलाई बढीभन्दा बढी समावेशी लोकतन्त्र बनाउनका लागि समुदायहरूको नीति निर्माण गर्ने ठाउँमा उनीहरूको अर्थपूर्ण सहभागिताको कुरा, समाजलाई केन्द्रभागमा राख्ने कुरालाई हामीले जोड दिनुपर्दछ। असमान शक्ति सम्बन्धमा बाँचिरहेका असमान शक्ति सम्बन्धबाट संस्थागत भएर आएको चेत र चेतना बोकेका अभिजनहरूबाट समुदायको उन्नति हुन सक्दैन। समुदायको उन्नति गर्नको लागि हामीले स्थानीय स्तरका समुदायहरूको सशक्तिकरण गर्नुपर्दछ। नीतिगत प्रभावका माध्यमबाट स्थानीय स्तरका नीति निर्माण गर्ने ठाउँ, स्रोत साधन र सबै राज्यका सबै अवसरहरूमा उनीहरूको पहुँच र प्रतिनिधित्व बढाउनु पर्दछ। धन्यवाद, नमस्कार।